नमस्कार, कार्यक्रम समय सन्दर्भमा स्वागत छ। दर्शकवृन्द, हरेक दिन आउने यो कार्यक्रममा आज शनिबारको दिन भने हामी कला, साहित्य र संगीतको विषयलाई जोड्ने गर्छौं। र आजको कार्यक्रममा हामी साहित्यको पाटोसँग नजिक हुनेछौं। साहित्य लेखनमा र साहित्य सेवामा सँगसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय एकजना व्यक्तित्व हुनुहुन्छ। उहाँ विगत 10 वर्षदेखि इजरायलमा हुनुहुन्छ र पछिल्लो समय उहाँ नेपाल भने एनआरएन सम्मेलन, त्यसैगरी नेपालमै आएको बखतमा दशैं तिहार जस्ता आफ्ना चाडपर्वहरू परिवारसँगै मनाऊ भन्ने उद्देश्यले आउनु भएको छ। र यसबीचमा उहाँले आफ्नो तेस्रो कृति पनि विमोचन गर्नुभएको छ। हजुर, आज हामीसँग साहित्यकार भगवती बस्नेत हुनुहुन्छ। उहाँको साहित्यिक यात्रा अनि इजरायलमा रहँदा उहाँहरूले साहित्य क्षेत्रको लागि कसरी काम गरिराख्नु भएको छ, यस विषयमा कुराकानी गर्नेछौँ। स्वागत गरौँ उहाँलाई। यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्कार। आराम हुनुहुन्छ? हजुर, आरामै छु। अब दशैं सकियो, दशैं पनि मनाउने उद्देश्यले पनि नेपालमा हुनुहुन्छ। कस्तो भयो दशैं यस वर्षको? दशैं अब यो इन्धनको अभाव, ग्यासको अभावले गर्दा पनि रमाइलो भयो भनौँ। अलिकति गाह्रो भयो तर राम्रै भयो। हजुर, कस्तो महसुस गर्नुभयो? विगत 10 वर्षदेखि इजरायलमा हुनुहुन्छ, नेपालमा आउँदा अलिकति यो अभावको समय भनौँ न त, संविधान आएको खुसियाली नेपालमा यहाँहरूले पनि त्यो नेपालीहरूले संविधान पायो, हामीले महसुस गर्न पायौँ भन्दा खुसी हुनुभयो होला। तर त्यस सँगसँगै नेपालीले भोगिरहेको जीवन नजिकबाट आफूले पनि भोग्ने मौका पाउनुभयो यहाँ आउँदा, त्यो अनुभव कस्तो रह्यो? हजुर, त्यो अनुभव चाहिँ एउटा अनौठो अनुभव रह्यो होइन। तर पनि एउटा राष्ट्रियताको लागि, राष्ट्रको लागि, अब राष्ट्रको स्वाभिमानको लागि नेपालीहरू नझुकेर, नपाउँदा पनि अभावमा पनि दुःख गरेर भए पनि खुसी भएको देख्दा दुःख सहनु पनि खुसी नै लाग्यो भन्नुपर्छ। थोरै अब दुःख त धेरै नै भयो होइन। ग्यास पाइएन, आगोमा भात पकाएर खायौँ हामीले दशैंमा। तर पनि अब एउटा राष्ट्रियताको लागि, आफ्नो देशको लागि अब यो सहनुपर्छ, केही समय हो, त्यसपछि हामीले कुनै न कुनै उपाय निकालौँला भनेर सहज नै रूपमा लियौँ। अब यहाँनिर मलाई सोध्नु मन लाग्यो, हुन त आज हामी साहित्यको कुरा गर्दैछौँ, तर पनि अब तपाईँले भन्नुभयो यहाँ आएको समयमा दुःखलाई पनि सुखमा बदल्ने प्रयास गर्यौँ भनेर। कस्तो लाग्यो यहाँ यस्तो अभाव देख्दाखेरि? नि हो, मैले 10 वर्ष अगाडि इजरायल गएर ठिक गरेँ जस्तो लाग्यो कि होइन, हामी जस्ता मानिसहरू यही देशमै बसेर केही गर्न सकेको भए यस्तो अवस्थाहरूमा पनि हामीले सहयोग गर्न सक्थ्यौँ, आफ्ना भूमिकाहरू निर्वाह गर्न सक्थ्यौँ, केही राहत पुग्थ्यो कि जस्तो लाग्यो। अब त्यो जानुपर्ने मेरो आफ्नै बाध्यताहरू थियो होइन। तर मैले त सकेसम्म म यहीँ बसेर अझै देशलाई केही गर्न सकेको भए अझै राम्रो हुन्थ्यो भन्ने कुरा चाहिँ लाग्छ होइन। तर पनि गएर पनि मैले त्यहाँ गएर पनि नेपाली साहित्यको लागि, सङ्गीतको लागि, देशको लागि र समाजको लागि केही गरेको छु। अझै यहाँभन्दा पनि धेरै गरेको छु जस्तो पनि लाग्छ। हजुर, यहाँको 3वटा अहिलेसम्म कृति प्रकाशनमा आइसकेको छ। 3वटै यहाँले यहाँ हामीलाई ल्याएर दिनुभएको छ। पछिल्लो समय निस्केको पुस्तक पनि हामीसँग छ। यो निरन्तरको साहित्यिक यात्रा, कलम चलाउने यात्रा भनौँ, सुरु कसरी भयो? हजुर, सुरु त मैले 9 क्लास पढ्दादेखि नै साहित्यमा लागेको हो। म 9 क्लास पढ्दादेखि नै कविताहरू लेख्थेँ। तर बिचमा बिहा भयो, यताउता घर परिवार गर्दाखेरि त्यति धेरै समय दिन सकिरहेको थिइनँ। अनि त्यसको बिचमा पनि मैले एउटा संस्था, महिला उद्यमशीलता भन्ने संस्थामा महासचिव भएर 6-7 वर्ष काम गरेँ। त्यो अवस्थामा मैले स्मारिकाहरू प्रकाशन गरेको थिएँ। अनि त्यो बेलामा पनि एउटा लेख्ने क्रम जारी नै रह्यो। अनि पछि इजरायल गएपछि त फुर्सदको समय भनेको यही साहित्य नै लेखन भयो। किनभने अब घर परिवारबाट टाढा भएपछि, काम सकेपछि अब एउटा नसा जस्तै भनौँ न, एउटा साहित्य नै एकदम समर्पित, त्यो फुर्सदको समय भनेको साहित्यमै लगाएको भएर कन्टिन्यू यसैमै छु अहिलेसम्म। हजुर, त्यहाँ गएर चाहिँ सुरुमा के काम गर्नुभयो भने फुर्सदको समय त तपाईँले साहित्यलाई रोज्नुभयो, तर त्यहाँ गइसकेपछि एउटा न एउटा आफ्नो आर्थिक हिसाबले पनि कुनै एउटा बाटो रोज्नुपर्छ, त्यो चाहिँ के गर्नुभयो? त्यहाँ त केयर गिभरको लागि गएको हो। बच्चा र वृद्धहरूको स्याहार सुसार गर्ने काम हो। त्यो काम अब हामीले एउटा नियमभित्र बसेर काम गर्छौँ र बाँकी भएको समय समाजसेवा, साहित्य, गीत सङ्गीत होइन, साथीभाइहरूसँगको रमाइलो भेटघाट त्यस्तैमा बितिरहेको छ। यहाँ रहँदा तपाईँ शिक्षण अनि स्वास्थ्य सेवामा हुनुहुन्थ्यो। हजुर, त्यसलाई चटक्क छोडेर जान र अरू नयाँ सुरुवात गर्दाखेरिको अनुभूति कस्तो हुँदो रहेछ? एकदमै गाह्रो भयो सुरुमा। फेरि समाज सेवा भन्दा पनि मैले चाहिँ अब सङ्घ संस्थाहरूमा आबद्ध भएर काम गरेको, एउटा सामाजिक काम गरेको। त्यहाँ गएर चाहिँ एउटा घरभित्र होइन, एउटा परिधिभित्र बसेर काम गर्नुपर्दा अत्यन्तै गाह्रो भयो। एकदमै उकुस मुकुस भयो। केही समय त एकदमै फ्रस्ट्रेसन जस्तो पनि भयो। तर अब त्यो फ्रस्ट्रेसनलाई साहित्यतर्फ, त्यो समयलाई त्यो सदुपयोग गरेको हुनाले केही राहत हुँदै गयो र अब चाहिँ हेबिटेट भयो भनौँ। हजुर हजुर,
भनेपछि त्यहाँ रहँदाखेरिको निराशा होस् खुसी होस् त्यो पनि तपाईँको साहित्यमा छ? हजुर छ, हजुर अवश्य पनि। गजल लेख्नु भएको छ, कविता लेख्नु भएको छ, कथा लेख्नु भएको छ होइन, फरक फरक बाटो साहित्यका हरेक विधालाई समेट्ने प्रयास गर्नु भएको छ। सुरुवात केबाट गर्नु भएको थियो? सुरुवात त मैले कविताबाटै गरेको हो, तर मैले कृति निकालेको चाहिँ गजल। गजल चाहिँ अब एकदमै मनपर्छ भनौँ होइन। अनि मुक्तक पनि लेख्छु, लेख्न त संस्मरणहरू पनि लेखिरहेको छु। अहिले कथा सङ्ग्रह निकालेँ होइन। म चाहिँ यो साहित्यको भनौँ न सिकाएको क्रमै छु, नयाँ छु होइन। केही नयाँ नयाँ विधाहरू जान्ने बुझ्ने उत्सुक भइरहन्छु र त्यही विधाहरूमा कलम चलाइरहँदा मेरा कृतिहरू निस्किरहेका छन्। हजुर, यसले नई प्रकाशनबाट निकाल्नु भएको छ। पछिल्लो समय नई प्रकाशनले उत्कृष्ट कृतिहरू, उहाँहरू नई जोडी पनि होइन, साहित्यको रूपमा निकै कहलिएको जोडी हुनुहुन्छ। हजुर, उहाँहरू चाहिँ एउटा हौसलाको पाटो हुनुहुन्छ। मेरो हरेक रचनाहरू, हरेक मैले कलम चलाउँदाखेरि उहाँहरूले हौसला दिनुहुन्छ, यसरी लेख्नुपर्छ भनेर पनि सिकाउनुहुन्छ। अनि मैले अब तयार गरेको कथा सङ्ग्रह तयार रेडी अवस्थामै छ, संस्मरण पनि रेडी नै छ। के तयार भयो, के लेख्दैछौ, त्यो एउटा उहाँहरूले चाहिँ सोधिरहनुहुन्छ। त्यो पनि एउटा हौसला हुँदो रहेछ, कसैले सोधिरहेछ मैले गर्नुपर्छ भने जस्तो हुन्छ। जस नई जोडीप्रति आभारी छु र नई प्रकाशनप्रति पनि म आभारी छु। एउटा गजल सुनाउनुहोस् न त यति बेला। मैले तत्कालै लेखेको त छैन, म यही रहर भो जिन्दगीबाट सुनाउँछु। हजुर। स्वर चाहिँ मेरो एकदमै भाँसिएको छ है, यहाँ आएर त्यति राम्रोसँग गाउन त भन्न त सक्दिनँ होला, म कोसिस गर्छु। मेरो गजल यसरी सुरु हुन्छ। उच्च शिर पार्छु सधैँ झुकाएर रोन्नामा, उच्च शिर पार्छु सधैँ झुकाएर रोन्नामा, सङ्घर्षमा मन त्यसै दुखाएर रोन्नामा, उच्च शिर पार्छु सधैँ झुकाएर रोन्नामा, स्वाभिमानी नेपालीको नाम राख्छु जहाँ पनि, स्वाभिमानी नेपालीको नाम राख्छु जहाँ पनि, वीरताको परिचय छुटाएर रोन्नामा, सङ्घर्षमा मन त्यसै दुखाएर रोन्नामा, सुनगाब फुल हुँ म फुल्छु तारे भिर माने, सुनगाब फुल हुँ म फुल्छु तारे भिर माने, आफ्नो पीर व्यथा कतै फुकाएर रोन्नामा, उच्च शिर पार्छु सधैँ झुकाएर रोन्नामा। अन्तिम शेर। सुनौलो छ इतिहास पौरखीला गोर्खालीको, सुनौलो छ इतिहास पौरखीला गोर्खालीको, पराई सामु आफ्नो मूल्य चुकाएर रोन्नामा, सङ्घर्षमा मन त्यसै दुखाएर रोन्नामा। धन्यवाद। हजुर, भनेपछि आफ्नै नेपालामा प्रति समर्पित नै तपाईँले लेख्नु भएको। बाहिर गएपछि आफ्नो देशको माया, आफ्नो जन्मभूमि भनौँ न होइन, कर्मभूमि अन्त बनाए पनि एकदमै छुँदो रहेछ है, हामी साहित्यमा त्यस्तो देख्छौँ। हजुर, साहित्य पनि त्यस्तो हो। अनि मलाई त यस्तो लाग्छ एकचोटि प्रत्येक नेपालीले आफ्नो भूमि छोड्नुपर्छ। देशको माया त्यति धेरै हुन्छ होइन। अब भनिन्छ नि देशमा गएपछि तिमीहरू विदेशी भयो, तिमीहरूलाई के थाहा देशको माया, तिमीहरूले गर्दैनौ भन्छ नि। तर जति विदेशमा बस्नेले देशको माया, देशको चासो चिन्ता गरिरहेको हुन्छ, त्यति नेपालमा बस्नेलाई वास्तव हुँदैन, त्यस्तो फिल हुन्छ। टाढा गएपछि के गर्न सक्छु र के दिन सक्छु भन्ने किसिमको चिन्ता भइरहेछ सधैँ नै। हजुर, यसबिचमा मैले के दिएँ जस्तो लाग्छ त? हुन त अब तपाईँ साहित्यमा हुनुहुन्छ होइन, सामाजिक कार्यमा छु भन्नुभयो, नेपालमा रहँदा भन्दा बाहिर गएपछि अझ बढी चिन्ता नेपालको भयो भन्नुभयो, के दिन सकेँ, के गर्न सकेँ जस्तो लाग्छ? हजुर, एउटा त मैले एउटा साहित्यलाई एउटा 3टा कृति दिन सकेँ, एउटा पहिलो कुरा होइन। अरू भनेको अब मैले मेरो अब घर परिवार एउटालाई आर्थिक रूपमा चाहिँ एउटा केही भए पनि मेरो छोराछोरीलाई एजुकेसन दिन सकेँ होइन, त्यो पनि एउटा राष्ट्रको लागि एउटा सक्षम नागरिक जन्माउन सकेँ, त्यो पनि एउटा पक्ष भयो होइन। अब रेमिटेन्स पठाउँछ सरकारलाई पनि थोरै भइहाल्यो। त्यो बाहेक हामीले दुःख आपद विपदमा परेका नेपालीहरूलाई प्रत्येक अब बिरामी हुन् या अब बाढी पहिरोमा परेका हुन्, भूकम्पमा परेका हुन्, अहिले भूकम्प जाँदा मात्रै इजरायलबाट हामीले 70 लाख रुपियाँ उठाएर बाँड्यौँ होइन, स्कुलहरूलाई सहयोग गऱ्यौँ। त्यस्तै गरी अहिले यो भूकम्प परेका पीडित बालबालिकाहरूको लागि पनि हामीले विभिन्न खानेकुराहरूदेखि लिएर स्कुल ब्यागहरूदेखि विभिन्न बाँडिरहेका छौँ। त्यस नेपालमा बसिरहेको भए त्यो सम्भव हुने थिएन होइन। विदेशमा भएको भएर थोरै पुँजी आफ्नो घर परिवारलाई अब काम गर्न सकेर, उनीहरूको आर्थिक अवस्थामा थोरै हेल्प गर्न सकेर पनि समाजलाई पनि गर्न सक्ने बजेट आफूसँग भएर त्यो गर्न सक्यौँ। हामीले अब त्यो दुःख बिमार अथवा आपद विपदमा परेकालाई केही गर्न सक्यौँ जस्तो लाग्छ। हामीले अब यो अन्तर्राष्ट्रिय कलाकार समाजद्वारा पुनर्वासको लागि पनि थुप्रै घरहरू बनाइदियौँ होइन, स्कुलहरू बनाइदियौँ। ती कुराहरू अब बाहिर नभए त्यति सम्भव हुने थिएन होला।
हामीसँग जनशक्ति भए पनि एउटा आर्थिक हुन्थेन जस्तो लाग्छ। हजुर, तपाईँले भनिहाल्नुभयो जस्तो अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज भनेर, जसले केही समय अगाडि मात्र पनि इनास अवार्ड गरेको थियो। तपाईँ महासचिव हुनुहुन्छ त्यसमा, होइन? प्रत्येक वर्ष अब बाहिर गर्दै आएको, यो पटक चाहिँ नेपालमा गरे। कस्तो समग्रमा कस्तो रह्यो त्यसको अनुभव पनि अलिकति बताइदिनुहोस्। हामीले चाहिँ 12 र 13 मा अन्तर्राष्ट्रिय कलाकार समाजले चाहिँ तेस्रो इनास अवार्ड र अनि हाम्रो अधिवेशन गरेको थियौँ। पहिलो अधिवेशन हो, होइन? हामीले यो कार्यकालको चाहिँ अत्यन्तै राम्रोसँग सम्पन्न भयो। यहाँ भएका सङ्गीत क्षेत्रका कलाकारहरूलाई, फिल्म क्षेत्रका, साहित्य क्षेत्रका, हरेक क्षेत्रका करिब हामीले 30 जनालाई अवार्ड वितरण गऱ्यौँ। त्यस्तै गरी साहित्यको गजल विधामा हामीले यसपालि छनौट गरेका थियौँ, उहाँहरूलाई चाहिँ पुरस्कृत गऱ्यौँ। त्यस्तै गरी साहित्य अब अन्तर्राष्ट्रिय कलाकार साहित्यकै तर्फबाट हामीले एउटा बुक पनि प्रकाशित गरेका छौँ। इजरायलमा रहेका नेपालीहरूको आफ्नो अनुभूतिहरू, अनुभवहरूलाई समातेर संस्मरण, यहुदी बस्तीमा नेपाली तरङ्गहरू भन्ने एउटा संस्मरणात्मक सङ्ग्रह निकालेको छौँ। त्यो चाहिँ मेरै संयोजनमा भएको हो, होइन? यसरी एकदम यो हजुरले सोध्नुभएको थियो यो इनास अवार्डको बारेमा, मैले साहित्यतर्फ नि लगेँ। यो अवार्ड चाहिँ हामीले एकदमै राम्रो सम्पन्न, एकदमै राम्रोसँग सम्पन्न। योभन्दा अगाडि दुईचोटि यहाँले बाहिर गर्दा नेपालमा आएर नेपालीहरूको बिचमै अनि थुप्रै नेपाली कलाकारहरूको पनि जमघट हो। त्यस बिचमा गर्दा अवार्डको सार्थकतालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? यस्तो भयो, कस्तो नि, नेपाली जुन क्षेत्रमा हामीले काम गर्छौँ त्यो क्षेत्रमा अब एउटा प्रोत्साहन गर्नु, होइन? उनीहरूलाई चाहिँ एउटा प्रेरणा एउटा दिनु, त्यो चाहिँ एकदम राम्रो कुरा हो। उहाँ बोलाएर दिँदाखेरि चाहिँ हामीले भने जति मान्छेहरू बोलाउन नसक्ने, भिसाहरूको प्रब्लम हुने, त्यसले गर्दाखेरि कति कन्फ्लिक्ट पनि हुन्थ्यो क्या। बोलाउन उहाँहरू पुरस्कृत हुनुहुन्छ तर जान सक्नुहुन्न, त्यसले गर्दा कति गाह्रो थियो। तर यसपालि यहाँ भएको हुनाले हामीले जसलाई जति पनि नोमिनेट गरेका थियौँ उनीहरू सबैलाई दिन पायौँ, सबैजना उपस्थित हुनुभयो। यस्तो यो अभाव, होइन? यस्तो यो बसहरू नहुने, यस्तो अभावमा नि एकदमै हाम्रो करिब थियो होला 1200 मान्छेहरू। त्यति धेरै मान्छेको बिचमा सम्पूर्ण कलाकारको उपस्थितिमा चाहिँ कार्यक्रम एकदमै राम्रोसँग सम्पन्न गर्न पायौँ। फेरि किन पनि राम्रो भयो भने हाम्रो एनआरएनको अधिवेशनभन्दा ठ्याक्क अगाडि थियो हाम्रो कार्यक्रम। त्यसले गर्दा एनआरएनमा आउनुभएका सम्पूर्ण साथीहरू पनि त्यसमा सहभागी हुन आउनुभयो। त्यसले गर्दा अत्यन्तै राम्रोसँग सम्पन्न भयो हाम्रो कार्यक्रम, सार्थक पनि भयो। किनभने हामीले जसलाई चाहिँ एउटा प्रोत्साहन गर्न चाहेका थियौँ उहाँहरू सबै सहभागी हुन पाउनुभयो। उहाँहरूलाई एउटा एक प्रकारको खुसी प्रदान गर्न सक्यौँ जस्तो लाग्छ। हजुर, अब फेरि इजरायलतर्फ लागौँ। त्यहाँ थुप्रै नेपालीहरू हुनुहुन्छ, कामदारको रूपमा कार्यरत हुनुहुन्छ। अझ नेपालीहरू जो चाहिँ विदेशमा गएर काम गर्ने महिलाहरूको लागि अलिक कठिन छ भनिन्छ। तपाईँ स्वयं एकजना महिला हुनुहुन्छ, अरू महिला दिदीबहिनीहरूसँग पनि सम्पर्कमा हुनुहुन्छ। के छ उहाँहरूलाई कतिको दुःख छ अथवा कतिको सहज असहज काम गर्दा के पाउनु भएको छ इजरायलमा? हजुर, इजरायलमा काम गर्दा भनौँ न एउटा कानुनी रूपमा चाहिँ श्रम भनौँ न, श्रमिकलाई एउटा बाहिरको एउटा श्रमिकलाई हेर्ने उनीहरूको कानुन चाहिँ एकदमै राम्रो छ, होइन? तर पनि कस्तो हुन्छ नि, केयर गिभरको काम हामीले छुट्टा छुट्टै व्यक्तिको काम गर्ने हो। कुनै पनि अब काम एउटै भए पनि व्यक्ति विशेषको काम गर्ने भएको हुनाले उनीहरूको हेबिटेटहरू फरक हुन्छ, होइन? कसैको घरमा खानेकुराहरू खाना पनि राम्रोसँग नदिने, अनि अब बिदा दिनपर्नेको समयको घन्टाको आवरहरू पनि कम दिने, अलिकति पिल्ने, त्यो हिसाबको कामहरू हुन्छ भने अब कसैको राम्रो पनि हुन्छ, होइन? त्यसको लागि के पहल गर्नुहुन्छ? जो तपाईँहरू सक्रिय हुनुहुन्छ नि, कतिपय राम्रो ठाउँमा हुनुहुन्छ, उहाँले पनि केही पहल गर्न सक्छ। त्यो चाहिँ रहन्छ। त्यसमा चाहिँ के गर्ने भने हामीले अब एजेन्सीहरू मार्फत गराउने हो त्यो कामहरू। हामीले चाहिँ सरकारले दिएको नियममा हामीले पाउने सुविधाहरू यस्तो छ, तिमीहरूले दिएन भने हामीले यो काम मान्छेलाई त्यहाँबाट निकाल्छौँ, अन्त लैजान्छौँ भन्दाखेरि उनीहरूले त्यो कामहरू गर्छन्। समग्रमा भन्नुपर्दा इजरायलको काम एकदमै राम्रो छ, किनभने जहाँ चाहिँ नियम कानुनहरू राम्रो हुन्छ त्यो ठाउँमा काम गर्नको लागि सजिलो हुन्छ नि, होइन? त्यस्तै त्यो नियम कानुनले गर्दाखेरि हामीले भनौँ न अब 4 वर्ष पहिला चाहिँ 4 वर्ष 3 महिनामा चाहिँ हामी लिगल रूपमा त्यहाँ काम गर्न पाउँथ्यौँ। त्यसपछि चाहिँ जबसम्म हाम्रो इम्प्लोयर बाँच्छ हामीले हेरेको त्योसम्म बस्न पाउने अवस्था थियो। अहिले चाहिँ 5 वर्ष बनाएको छ। अब 5 वर्षभन्दा बढी भइसकेको जो व्यक्तिहरू छन् उनीहरूलाई चाहिँ पेल्छन्, किनभने उनीहरूले चाहिँ अर्को ठाउँमा काम गर्न जान पाउँदैन। अनि त्यसले गर्दा चाहिँ जस्तो काम भयो नि गर्नुपर्ने हुन्छ, बाध्यता हुन्छ, होइन? नत्र भने समग्रमा इजरायलको काम महिलाहरूको लागि सुरक्षित अनि पैसा पनि राम्रो, सबै राम्रो छ अहिलेसम्मलाई। फेरि अहिले अब अहिले त अब नेपाल सरकारले नपठाएको करिब 2008देखि पठाएको छैन। अब चाहिँ गभर्मेन्ट टु गभर्मेन्ट पठाउने भन्ने एउटा सम्झौता भएको छ, तर पनि अहिलेसम्म पठाएको थाहा छैन। तर अब
काम हुँदै होला सायद होइन। त्यसरी पठायो भने अब कस्तो हुन्छ भन्ने कुरा त्यसको फिडब्याक आउन बाँकी छ। तर अहिलेसम्म भएको नेपालीहरूको त्यस्तो दुःख पाएको, त्यस्तो गाह्रो भएको भनौँ न, अब अरू अन्य खाडी मुलुकहरूमा जस्तो नेपालीहरूले दुःख पाउने, गाह्रो हुने त्यस्तो छैन। अलिकति एकजना बिरामी भएको थियो, उनीहरूलाई चाहिँ नेपालीहरू सबै मिलेर पैसा यताउता गरेर उनीहरूलाई खर्च बिरामी विषेक बनाएर नि पठाए होइन। त्यस्तो इजरायलमा नेपाली श्रमिकहरूलाई चाहिँ गाह्रो हुने अवस्था चाहिँ छैन भनौँ न। हजुर, साहित्यिक जमघट कतिको हुन्छ? कतिको साहित्यकारहरू लेखनमा रुचि राख्ने नेपालीहरू त्यहाँ आउनुहुन्छ? एकदमै धेरै हुनुहुन्छ, एकदमै धेरै हुन्छ। त्यहाँबाट धेरै किताबहरू निस्किरहेको छ होइन। साहित्यिक कार्यक्रम पनि भइरहन्छ। साहित्यिक संस्थाहरू पनि अब अन्तर्राष्ट्रिय साहित्य समाज, अन्तर्राष्ट्रिय कलाकार समाज, त्यस्तै गरी विभिन्न त्यो जातीय संस्थाहरूदेखि लिएर धेरै सङ्घ संस्थाहरू छन् जहाँ नेपालीहरू छन्। त्यहाँ गएपछि एउटा आफ्नो आफ्नो एउटा माहौल बनाइहाल्छन् होइन। अनि यो चाडबाड हुँदाखेरि नेपाली कलाकारहरूलाई बोलाउने, उनीहरूलाई चाहिँ एउटा भनौँ न उनीहरूको फिल्महरू देखाउनेदेखि लिएर उनीहरूलाई गीतहरू गाउनेदेखि लिएर हरेक कुराहरू भइरहन्छ। यो यसपालिको तिजा पनि अन्तर्राष्ट्रिय कलाकार समाज, पर्वत समाज मिलेर चाहिँ हाम्रो यहाँ कलाकारहरूलाई सुनिता दुलाल अनि अर्को 2-3 जना कलाकारहरूलाई बोलाएर राम्रो प्रोग्राम भएको थियो। प्रत्येक फेस्टिभलहरूमा त्यस्तो कार्यक्रमहरू भइरहन्छ। जमघट राम्रो छ हजुर इजरायलमा। त्यहाँ बस्दाखेरि सबैजना भेट हुँदाखेरि विषय चाहिँ के निस्किन्छ? कुराको साहित्यिकका कुरा नै गर्नुहुन्छ कि आफ्नो साहित्य लेखनका विषयमै चर्चा हुन्छ कि आफ्नै देश भूमिका कुरा हुन्छन्? के चाहिँ कुरा गर्नुहुन्छ? धेरै चाहिँ अब देशकै कुरा हुन्छ। साहित्यहरू त त्यो छँदैछ होइन। साहित्य लेखन पनि देशकै कुरा हुन्छ। देशमा के भइरहेको छ, समसामयिक विषयहरू होइन। हामीले अब त्यहाँ अब अन्तिम अब धेरै जस्तो त हामी भनौँ न अब धेरै पुरानो भइसक्यौँ। अब घर फर्किने बेला भएकोहरूले अब नेपालमा गएर के गर्ने हामीले होइन। अब हामीले त्यहाँ चाहिँ केयर गिभर वृद्धहरूलाई हेर्ने काम गऱ्यौँ। नेपालमा गएर वृद्ध आश्रमहरू खोल्ने हो कि होइन। अब के काम गर्ने नेपालमा गएर, कुन ठाउँमा कस्तो ठाउँमा भनौँ न। त्यहाँ चाहिँ नेपालीहरूले आफ्नो ठाउँको साथीहरू जमघट हुनुहुन्छ। कहाँ गएर हामीले कस्तो किसिमको कामहरू गर्ने, कसरी अब हामी सेटल हुने। किनभने इजरायलमा त कि बिहा गरेर बस्नेहरू हुनुहुन्छ, नत्र भने काम गर्न जानेहरू त त्यहाँ बस्न पाउनुहुन्न। अन्य युरोप अमेरिका जस्तो त्यहाँ चाहिँ ग्रिन कार्ड हुने बस्ने सम्भव छैन। त्यसले गर्दा त्यहाँ चाहिँ पैसा कमाउन जाने हो होइन। पैसा कमाएर अब नेपाल फर्केपछि के गर्ने त भन्ने त्यस्तै कुराहरू हुन्छ। हजुर, अब फेरि एउटा तपाईँले लेख्नुभएको कुनै सुनाइदिनुहोस् न हामीलाई। एउटा मुक्तक सुनाऊ। हजुर। मुक्तक यसरी सुरु हुन्छ। मोती टिप्ने सिप छैन धन्य हुनु जगमा, मोती टिप्ने सिप छैन धन्य हुनु जगमा, सुगन्ध त्यो फैलिरहोस् माथि माथि नभमा, सुगन्ध त्यो फैलिरहोस् माथि माथि नभमा। शील स्वभाव असल व्यवहार मायालुको धर्म, शील स्वभाव असल व्यवहार मायालुको धर्म, सत्कर्मले खुसियाली छरिन्छ नि सबमा, मोती टिप्ने सिप छैन धन्य हुनु जगमा। धन्यवाद। हजुर, बढी कस्तो विषयले छुन्छ? के विषयमा बढी लेख्नु भएको छ यहाँले? बढी त अब बिछोडकै हुँदो रहेछ। घर परिवार देशबाट बिछोडिएपछि होइन, देशकै बारेमा सोच्ने, आफ्नै परिवार, आफ्नै साथीभाइ तिनीहरूकै बारेमा सोचिन्छ। अनि प्रायः जस्तो चाहिँ अब समसामयिक विषय नै हुन्छ, त्यसमा घटिरहेका घटनाहरूदेखि लिएर होइन। अनि अब बिछोडेर जाँदाखेरि त्यो एउटा फिलिङ्स हुन्छ नि। अब म यहाँ आएपछि त्यस्तो के किसिमको फिलिङ्स पनि भएको छैन होइन। अब जब म यहाँ छोडेर जान्छु अनि यहाँका सबै कुराहरू याद आउन थाल्छन् होइन। अब आफ्नो घर परिवार देश ती कुराहरू चाहिँ बढी छुन्छ। हजुर, 10 वर्ष बसिसक्नुभयो होइन। फर्केर त आखिर नेपालै आउने हो, त्यहाँ बस्ने हुँदैन परिस्थिति भनिसक्नुभयो। आएर के गर्ने अनि कहिले फर्किने सधैँको लागि नेपाल? हजुर, अब 1-1.5 वर्ष जतिमा चाहिँ म फर्किन्छु होइन। मैले पहिलादेखि गरेको शिक्षण पेसा हो होइन। अनि त्यसपछि अब माइक्रो फाइनेन्स पनि गर्छु जस्तो लागिरहेको छ होइन। त्यो चाहिँ एउटा पहिला पनि मैले यहाँको महिलाहरूलाई चाहिँ सिप सिकाएर उनीहरूलाई ट्रेनिङ दिएर कामहरू गरिरहेको हो। अहिले पनि अब हामीहरू अलिकति एउटा होइन, एउटा अलिकति केही जानेको केही गरेकोहरूले चाहिँ एउटा माइक्रो फाइनेन्स भयो भने एउटा अलि तल्लो लेभलको जुन चाहिँ एउटा बेरोजगारहरू छन् तिनीहरूलाई चाहिँ त्यही किसिमको लोनहरू दिने होइन, तिनीहरूलाई गर्ने पनि सोचेको छु। त्यो बाहेक एउटा आफूले गरेको एउटा वृद्ध आश्रम होइन, एउटा सके भने अब ठुलो स्तरमा नसके पनि ठिक्कको एउटा साथीभाइहरू मिलेर अब एउटा सरकारको पहलमा एउटा राम्रै भयो, एनआरएनहरूको सबै मिलेर भयो भने चाहिँ एउटा
अब हामीले इजरायल गएका केयरगिभरहरूले चाहिँ एउटा सेवाको रूपमा सेवा दिने होइन, उनीहरूले ठाउँ दिए, स्थान दिए भने चाहिँ त्यसलाई एउटा भनौँ न एउटा अहिलेको अवस्थामा कस्तो छ भने सबैजना विदेश जाने वृद्धहरू एकदमै सङ्कट अवस्थामा देखेँ होइन। मैले आफ्नै पनि त्यस्तै हुनुहुन्छ बाबाआमा, हामी 4-5जना दाजुभाइहरू छौँ, दिदीबहिनीहरू छन्, सबैजना छौँ होइन। अहिले हेर्ने भनेको अब कोही पनि हुँदैन, प्रायः जसो अब आफ्नो क्यारियर बनाउन सबैजना हिँड्न पर्यो, नजाऊ भन्न पनि सकिने स्थिति नहुने रहेछ होइन। त्यसले गर्दा अब नेपालको सन्दर्भमा चाहिँ त्यस्तो एउटा राम्रो सुविधा सबै सम्पन्न एउटा चाहिँ वृद्ध आश्रम खोल्छु भन्ने सोच छ। यहाँ हुँदा चाहिँ जस्तो गएर काम चाहिँ त्यो गर्न सहज भएर त्यहाँ काम गरिरहेको पाउँछौँ हामीले अरू मुलुकमा गए पनि होइन। तर आफ्नो घरमा वृद्ध भएको बुवा आमाप्रति छोराछोरी त्यति उत्तरदायी नहुने देख्छौँ नि, त्यसलाई कसरी हेर्नुहुन्छ? त्यहाँ गएर चाहिँ त्यही काम गरेर त्यसैमा आर्थिक रूपमा आफूलाई दक्ष बनाउनु पनि सक्षम बनाउनु पर्ने अवस्था छ नि। हो, अनि कस्तो हुँदो रहेछ भने आर्थिकै कुरा आउँछ होइन, बाबामा हेरेर सम्पत्ति पाइँदैन, पैसा आउँदैन होइन, अरूको हेर्दाखेरि त्यहाँ पाइन्छ, सिधा अर्थमा भन्दाखेरि त्यो हो। तर त्यति मात्र पनि होइन बाबाआमा हामीले त्यहाँ जसरी हेरेको छौँ आफ्नो बाबाआमा जस्तो गरेर हामीलाई कस्तो फिल हुन्छ भने मेरो बाबाआमालाई नि यस सुविधा दिन पाएको भए धन थुक्क, मैले मेरो बाबाआमालाई हेर्न नसकिनँ पैसाको लागि कति हामी लाचार छौँ होइन। पैसाको लागि अर्काको बाबाआमालाई यसरी स्याहारेका छौँ, आदि मसँग पैसा भइदिएको भए, म सम्पन्न भइदिएको भए मेरै बाबाआमालाई स्याहारेर बस्थे नि भन्ने फिल त हुन्छ नि, त्यो त अवश्य हुन्छ होइन। त्यसको लागि केही पहल पनि भइरहेको छ होइन। जसले त्यहाँ गएर काम गर्नुभएको छ त्यो एक किसिमको कस्तो हुन्छ भने गिल्टी जस्तो पनि फिल हुन्छ, किनभने मेरो बाबाआमालाई पनि यो सेयर चाहिन्थ्यो नि मैले होइन, पैसाकै लागि अर्काको गरिरहनु पर्ने भन्ने भएको छ। जति पनि अब त्यहाँ गएर फर्किनुहुन्छ उहाँहरूले सोच्नुहुन्छ म राम्रो गर्नुहुन्छ जस्तो लाग्छ, म आफूले चाहिँ त्यस्तो फिल गर्छु होइन। तर प्रायः साथीहरूले त्यो गर्नुहुन्छ। अब हजुर, अब हामी अन्तिममा छौँ लगभग होइन। तपाईँको साहित्यिक कृतिहरू पनि आइराखेको छ, उतैबाट पनि तपाईँले प्रकाशन गर्नुभएको छ, अहिले यहाँको मौकामा पनि विमोचन गर्नुभयो। कतिको यहाँ नेपालमा हुने नेपालीहरूको हातमा पुगेको छ अथवा पढ्ने मौका पाउनु भएको छ? केही पढिसकेकाहरूले कतिको सल्लाह सुझावहरू दिनुभएको छ यहाँलाई? हजुर, पढिसकेकोहरूले अब राम्रै लेख्नु भएको छ, अहिलेसम्म त्यो नकारात्मक कमेन्ट मैले पाएको छैन होइन। भर्खरै विमोचन गरेँ अनि यो बसहरू नचल्ने कारणले गर्दाखेरि खासै मैले सबै ठाउँ पुर्याउन सकेको छैन, धेरैजनाले मागिरहनु भएको छ। अहिले मैले बुक्सलाई चाहिँ प्राइम बुक्समा मात्रै दिएको छु अनि शब्दहार क्रेसनमा पनि राखेको छु होइन। अन्त चाहिँ मैले राख्न सकेको छैन। अब बिस्तारै मैले अब यो भनौँ न खुल्न साथ यो अब नाकाबन्दी योले गर्दाखेरि अस्तव्यस्त भएकोले सायद अब विदेशतिर कतै पनि पठाउन सकेको छैन, साथीहरूले मागिरहनु भएको छ। अब जतिले पढ्नु भएको छ उहाँहरूले अब दिँदै हुनुहुन्छ, केहीले दिनुभयो केहीले दिन बाँकी छ, यस्तो छ भन्दै हुनुहुन्छ। राम्रै अहिलेसम्म प्रतिक्रिया छ। अब सकेसम्म यहाँहरू सबै दर्शकहरूले सबै श्रोताहरूले होइन सबै जसले मलाई चिन्नुहुन्छ उहाँहरूले मेरो बुक पढेर त्यहाँ भएका गल्ती कमी कमजोरीलाई सुझाव सल्लाह दिएर अझ मलाई यो साहित्यमा लाग्ने प्रेरणा दिनुहोस् भन्ने म चाहिँ अनुरोध गर्छु। अनि यहाँलाई पनि हिमालय टेलिभिजनमा मलाई बोलाएर मेरो आफ्ना केही कुराहरू राख्न दिनुभयो, यसको लागि एकदमै आभारी छु। हजुर, फेरि पनि धन्यवाद यहाँलाई। हजुर, धन्यवाद। दर्शकवृन्द, कार्यक्रम समय सन्दर्भमा आज हामीले साहित्य सँगसँगै वैदेशिक रोजगारमा रहेका नेपालीहरूको जीवनको विषयमा थोरै कुराकानी गर्ने प्रयास गर्यौं। साहित्यकार भगवती बस्नेत आज हामीसँग हुनुहुन्थ्यो। आजको लागि कार्यक्रम समय सन्दर्भ यति नै, बिदा दिनुहोस्। नमस्ते।